Happy birthday to you. Thank you. कहाँबाट केक लिएर आएको तपाईँले किन गयो झ्यापझुप ह्याप्पी बर्थडे भन्नु ह्याप्पी बर्थडे भनेर भागेर थ्याङ्क यू कतिहरू लिएर आयो केक अहिले आउँदैछु कहाँ थियो यो केक चाहिँ मैले देखिनँ त केक ह्याप्पी बर्थडे थ्याङ्क यू सुतेकै होइन सरप्राइज दिन्छ भन्दै सरप्राइज दिन्छ त म भोलि दिन्छु सोचिरहेको थिएँ त कहिले भयो त्यही बेलुका दिन्छ भन्ने सोचेको थिइनँ भोलिलाई छैन सरप्राइज त्यस्तो भन्नु नि Happy birthday to you. Happy birthday to you. Thank you. Gara. यस्तो भएको सबैको पुरा होस् रुक न होइन डबल विस रहेछ धेरै विस थियो त्यही भएर दुईचोटि लाग्यो एउटै होला ठिक छ Happy birthday to you. Happy birthday to you. Happy birthday dear Maya. Happy birthday to you. तिमीलाई नै भाइला Thank you, Haya. Hello everyone, welcome to our channel. आज चाहिँ मेरो बर्थडे तर बेलुकाको 5 बज्यो 5 बजे म कामबाट घर आउँदैछु बल्ल अब हेरौँ बर्थडे के हुन्छ मेरो थाहा छैन 5 वर्ष काम गरेको 8 वर्ष काम थियो धन्न छुट्टी पाएँ अलि छिटो घर आएको छु त्यही हो बर्थडेको अरू केही छैन बेलुका चाहिँ बाहिर खाना खान जाने कुरा छ हेरौँ के हुन्छ भ्लग हेर्दै गर्नु होला घर आएको ढोकै खोलिदिन्न मलाई यहाँ भन्दैन हरके गरिदियो ह्यापी बर्थडे आउनुहोस् लागिरहेको थियो कि थ्याङ्क यू जुत्ता नि खाँदैन मन पर्दैन मलाई त नखिच्छ बिहार छ भनेर होला ल यहाँ चाहिँ रेडी भएर रहेछ बर्थडे ग बुकिङ लिएर आएको तपाईँले गुडी आएछ मलाई यहाँ बर्थडे गिफ्ट हो बर्थडे गिफ्ट थ्याङ्क यू कसले चुज गरिदियो त गिफ्ट आफै चुज कसले चुज गर्छ कुछ भी यार कुछ भी हामी चाहिँ रेडी भएर घरको डेकोरेसन पनि फोटो खिचेर सरप्राइजमा अब चाहिँ जान लाग्यो हाई दोस्तले खतरा प्रिपेयर गरेन मेरो बर्थडेमा आज हामी चाहिँ रेडी भएर अब जान लाग्यो म रेडी भइसकेँ यहाँ सबजना रेडी भएर जान लाग्यो चाहिँ जाँदैछौँ यहाँ धन्य यतिको देखिया छ तिमीहरूको मेकअप अगाडि ठिक्क देखेको छ तपाईँको अनि मैले साइड लुक अगाडि लुक थियो नि त एकचोटि टर्किस ट्राई गर्न आएको हामी चाहिँ यहाँ
द काइब्रा रेस्टुरेन्ट न्यु टाउनमा 7जना भएर 5जना भएर चाहिँ रो फर्स्ट अर्डर आयो वाइन लिप नेपालमा बर्गरमा ढाबा केही नखाने प्राउन आयो है हाम्रो यो सब नआएर यो चाहिँ फेरि के हो अरे यहाँ चाहिँ फेरि अर्को खानेकुरा आइसक्यो नाम पनि कति गाह्रो गाह्रो सबै यिनीहरूको ब्रेड चाहिँ कम्पलसरी रहेछ नाम भन्दैन नि यसको भन्नु नि त तपाईँले ल प्रनाउन्स गर्छ यो वाला हो ल यो चाहिँ यो ल प्रनाउन्स गर्नु त मुट्टे बेल्ली त्यही नै होला यो चाहिँ बटर प्राउन चाहिँ ल्याम्प लिभर है ल यहाँ चाहिँ बल्ल खतरा प्ल्याटर आएको छ है यो चाहिँ खतरा होला जस्तो छ ल हामी चाहिँ खायौँ तन्न चाहिँ हाम्रो निक्लिरहेको हामी काइराबाट निक्लियौँ अब हामी फेरि नेपाली खाना जान्छौँ अब यहाँबाट हामीलाई टर्किस खाएर पुग्यो अब हामीलाई आफ्नै नेपाली खाना चाहियो होइन त्यही भएर हामी नेपाली खाना खाँदैछौँ फेरि हो कि होइन कस्तो लाग्यो तिमीलाई टर्किस हो टर्किस कस्तो लाग्यो मिठो थियो कस्तो त्यस्तो हान्छ न गाई हामी चाहिँ यहाँ फेरि नमस्ते रेस्टुरेन्ट आयौँ होइन अब यहाँबाट फेरि खाना मगाएर घर जान्छौँ हामी फेरि नमस्तेमा अर्डर गरेर फेरि क्यापिटल लाफिङ जान्छौँ फेरि लाफिङ खानाले एसपिएलको स्टेसनमा हिँड्दै हिँड्दै वारेर पारेर रहेछ नि त्यही भएर फेरि क्यापिटल लाफिङ आइपुग्यौँ अब हामीले चाहिँ लाफिङ लियौँ अब फेरि ट्रेन स्टेसनको अपोजिट जान्छौँ नमस्तेबाट सुकुटीहरू लिन्छौँ अनि घर जान्छौँ हामी नमस्तेबाट नि लियौँ खानेकुराहरू अब झन् घर जान्छौँ अनि खान्छौँ बल्ल हाई दोस्त टर्किस कस्तो लाग्यो तपाईँलाई त्यही भएर नमस्ते नेपाल रेस्टुरेन्ट आएको त्यही भएर हामी यहाँ पनि आयौँ क्यापिटल लाफिङ पनि गयौँ अब घर लगेर सबै खानेकुराहरू खान्छौँ हामी अब घरतिर जान्छौँ हामी बर्थडे यस्तो यस्तै नै भइरहेको छ हाम्रो घर आइपुग्यौँ यहाँ चाहिँ फेरि कृष्णलाई डेकोरेसन बनाउँदै मैले बुझेँ नि त्यो तिनटाको अर्थ किन नि के अमृत भाउजू अरू म केही बुझिनँ Happy birthday to you. Happy birthday to you. Happy birthday dear Diva. Happy birthday to you. Hip hip hooray! Hip hip hooray! Hip hip hooray! दिउँसो मलाई पनि नदेखाएको ए लास्ट रहेछ ब्रो on your knees oh my god on your knees bro
के हो सानो पनि ल्याछु क्या हो गएन क्या हो। कान्छे होला कान्छे त्यो सानो मेरो भएको औँठी लिएर गएन भन्नुहोस् त। लक हो त्यही नप्या हो केही छैन रिसाइज गर्न मिल्छ 5 साइज बढी हो चाहिँ Kiss that fool. निस्क्यो होला तिम्रो पनि छ नि ए मेरो छ पर्फ्युम हो। डेन्जर गिगो लाग्यो पछि हो रहेछ पर्फ्युमै भन्छ। पाको Happy birthday दिपा। फ्रम दिपा त्यो लेख्दा त मलाई लेखे जस्तो के होला सफा भन्छ। चप्पल हो? चप्पल हो, स्यान्डल हो? ब्याग हो। वाह ब्याग हो, ब्याग। वाउ कति राम्रो Next, next, next. Next up भन्छ ल। हुन्छ ओ सेट ल्याम्प रहेछ कहीँ देखिसकेँ मैले देखाएको। होइन मुसा छ त मुसो हो मुसो माउस युज हो गर्ने ल्याब माउस हो क्या कम्प्युटर चलाउनु पऱ्यो नि क्युट दामी रहेछ ल। यस्तो हो क्या टच हो क्या ओए टच हो क्या टच अगाडि राख हो त्यहाँ राख ल नाइस त्यहाँ त्यस्तो रहेछ नि त के होला ब्याग हो। के होला कति यति ठुलो ब्याग हुन्छ ओइ। ओए बोक्ने ब्याग पनि भयो चिनलाई भेट्ने कलेज जाने ल कलेज जाँदा त्यो ब्याग अट्छ अरू कसले दिएको यो कति नराम्रो त नभन्नु कसले दिएको होला ओइस एउटा दुईटा त्यहाँ छ अर्को गुडिया चाहिँ त्यहाँ। थ्याङ्क यू। तिमी नै हो त मेरो गिफ्ट त यार हडा रहेछ नि त ए यो बर्थडेको नि भयो एनिभर्सरीको लागि नि भयो एकैचोटि भयो हेर है हो नि त्यो अम्ठी नै तिनटा छ त्यो अनि? भनेको एउटा बर्थडेको एउटा एनिभर्सरीको एउटा चाहिँ अर्को भाइ अर्को ल मानौँ न केहीको जेसुकैको हो ल भ्यालेन्टाइन डेको ल ए त्यही भयो त्यस्तो भन्न कहाँ पाइयो। त्यही भएर धेरै गिफ्ट दिनु हुँदैन क्या अनि किन धेरै दिएको त जोर जोर दिनुपर्छ नि त नि। केही छैन होइन त आज देखाउनलाई लिएर आएको भोलि फिर्ता लिएर जान्छ नि होइन तिनजनाको लागि लिएर आएको ल भयो ल। तर आफ्नो तिनजना नभएर एकैजनालाई दियो ल गाइज गिफ्ट नि पाएँ अब बर्थडे नि भ्यायो थ्याङ्क यू सबैजनालाई थ्याङ्क यू हामी चाहिँ अब नेपाली खानेकुरा खान लाग्यो लाफिङ सुकुटी सब चाहिँ मैले पाएको सरप्राइज होइन सबै स्पेसल छ पुरै ब्लू थिममा क्या अझ यो सब तन्नाको सेडधरि ब्लूमा बनाएर अनि सब राखेर चाहिँ सरप्राइज पाएको थिएँ मैले अनि यो सब हिजो गएर अनि सबै किन्नुभएको अरे क्या मैले चाहिँ कहानी सुने सबै जस यतिको इफोर्ट चाहिँ लगाउनु पर्छ ल बर्थडेमा सरप्राइज दिनलाई चाहिँ यहाँ छ सबभन्दा स्पेसल 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 तर सब स्पेसल छ यहाँभरिको चाहिँ थ्याङ्क यू माया हिजै गएर सब खोजेर अझै टेडी ड्रेस अनि रिङ अनि बुके सबै ब्लू अनि डेकोरेसन पनि ब्लू के सबै ब्लू सब सामान एकैचोटिमा गएर बोकी लिएर आएको खोजी खोजी 3-4 घन्टा लगाएर भन्दै हुनुहुन्थ्यो होइन थ्याङ्क यू सबैजनालाई मलाई बर्थडे विस गर्नुभएकोमा अनि सब मेरो साथीहरूलाई पनि थ्याङ्क यू मेरो बर्थडे स्पेसल बनाएकोमा बाई फेरि अर्को ब्लगमा भेटौँला